2082 साल यो वैशाख 23 गते बुटोलमा बिहानी पख एकदम पानी परेको छ। तपाईहरु देख्न सक्नुहुन्छ। बिहान 9 बजेको मौसम हो यो। पानी एकदम ठुलै आउने सम्भावना देखिएको छ। पानीले धेरै राहत मिलेको छ गर्मीबाट। आजाद बुटोलवासीको लागि केही समयको लागि राहत मिलेको देख्न सकिन्छ। ल्याङ गुरुङ भइरहेको छ यति बेला। हामी देवीनगरमा छौँ। उताका तरकारीलाई पनि पानीले धेरै राहत मिलेको छ। मेवा पाक्ने तयारी छन्। उता एडिसन स्कुल जाने तयारीमा छन्। मम्मीले कपाल बाँडिदिरहेकी छन्। निकेशजी के भन्नुहुन्छ तपाईँ यस विषयमा? निकेशजी हेलो, तपाईँको प्रतिक्रिया के छ? पानी पर्यो? मजा आयो कि नै? पानी पर्यो भन न। यता हेरेर एउटा गीत गाइदेऊ। ए बादल वर्षा बाती हो। निकिताजी स्कुल जाने तयारीमा, त्यही पनि स्कुल जाने बेलामा मोबाइल हेर्छन्। यिनीहरू छौ। पानी आयो भने स्कुल जान सक्छौ? छाता ओढेर जाने हो। कतिमा पढ्छौ अरे अहिले तिमीले? कुन स्कुल हो? अच्छा।